हेलो गाइज, यसलाई चाहिँ भन्छ कच्छु, पिण्डालु होइन, यसलाई चाहिँ कच्छु भन्छ। पिण्डालुको जस्तै बोट हुन्छ, तर यो चाहिँ नि अब बुढाबुढी हुँदै गएपछि घोडा जोइनहरूले काम गर्नु छोड्छ है, ग्रिज सक्यो भन्छ नि, त्यसको चाहिँ काम गर्छ, यसले चाहिँ रिकभर गर्छ। त्यसै कारण चाहिँ मैले यो जानेर चाहिँ किनेर ल्याएर यसलाई लास्ट इयर मैले रोपेर फलाएको हो। अब विशेष त हामी आमा जातलाई चाहिँ के हुन्छ भने मेरो नानीलाई, खालि मेरो नानीलाई है, मेरो बुढोलाई भनेर याद गर्छौँ है। तर आफूले पनि खानु चाहिँ एकदमै राम्रो है, खालि नानी र बुढो मात्रै होइन कि, उनीहरूले खाए अब पकाएर दिने काम हाम्रो हो। खाए खान्छ, नखाए खाँदैन, तर हामीले चाहिँ, हामी औरत जातले चाहिँ खानै पर्छ। यो एकदमै राम्रो हुन्छ। अनि यसलाई चाहिँ राखेर खानुको लागि चाहिँ हामीले अब बेसी मुनि काट्दाखेरि अब खासमा चाहिँ यसलाई अस्ति खन्नु पर्ने है, मेरो यो पलाइहाल्यो, तर म यसलाई रोप्दिनँ। दाल खानु चाहिन्छ मलाई, रोप्दा पनि हुन्छ। रोप्यो भने चाहिँ हामीले यसलाई यतिको काट्नुपर्छ, पुरा चाम्रो हुन्छ यो पनि। यतिको काटेर चाहिँ रोप्दा हुन्छ हो। यो रोप्यो भने चाहिँ यहाँबाट यो सेतो सेतो डट डटहरू छ नि, सबै यहाँबाट जरा आउँछ। यहाँबाट टुसा है, यो ठुलो टुसा हो, त्यहाँबाट फल्छ भनेपछि। अनि यसलाई कच्छु पनि भन्छ, पाँच मुखे पनि भन्दो रहेछ। पाँच मुखे भन्नु मतलब चाहिँ यसरी आउँदो रहेछ। यो चाहिँ यो एउटा मुख भयो, यो दुईटा, यो तिनटा, यो चारटा, यो पाँचवटा, यसरी आउँदो रहेछ। पिण्डालुहरूको चाहिँ आउँदैन नि, यसरी चिन्नु पर्दो रहेछ। मैले पनि भर्खर चिने यसलाई हो। र हिजोअस्ति दाल पनि बनाएर खायौँ, मिठो। सादा त अब हामीलाई मन पर्दैन, दाल भन्दाखेरि त्यसै उसिनेको चाहिँ मजाले 5 फोरन या जिरा ज्वानो पड्काएर, तपाईँहरू के अरू खानुहुन्छ है, सबै पड्काएर चाहिँ बनाउँदा पनि मिठो हुन्छ। स्वाद मात्रै नहेरौँ, आफ्नो शरीरको लागि पनि याद गरेर चाहिँ हामी यो चाहिँ खानु जरुरी रहेछ। यो चाहिँ अब केलाइ कुलाइ गरेर राखेर चाहिँ पछिसम्म खानुहुन्छ, पछिसम्म पनि खानुहुन्छ यो।